भएको छ के भयो तँलाई? केही पनि भएको छैन। हेर बाबु, काठमाडौँ गएर सबै कुरो राम्रोसँग जचा। केही गरी बुहारीबाट बच्चा नहुने हो भनेदेखि यही महिनाभित्रमा राम्री केटी खोजेर तेरो सटासुटु बिहा गरिदिइहाल्नु पर्छ। तपाईँको दिमागमा मेरो अर्को बिहा गर्ने देखबाहेक अरू केही पनि कुरा छैन होइन? खालि यसो गरेर मेरो अर्को बिहे गराइदिनु पर्छ भनेछ, उसो गरेर मेरो अर्को बिहे गराइदिनु पर्छ भनेछ। तपाईँ मेरो घरमा आउनु भएको है? तपाईँले तपाईँको दाइको परिवार खुसीले मिलेर बसेको देख्दा तपाईँको मुटु पोल्छ है क्या हो? म किन तेरो परिवार भाँडौँला र? तैँले मलाई कसरी यस्तो आरोप लाउन सकिस्? तँलाई त पाप लाग्छ बाबु, पाप। मैले त तेरै राम्रो होस् भनेर भनेको। मेरो राम्रो सोच्नुहुन्छ भने चुप्प लागेर बस्नु, मेरो आमालाई उचाल्ने काम बन्द गर्नु। यदि त्यति पनि गर्न सक्नुहुन्न भने पाहुना हो तपाईँ हाम्रो।